हेलो गाइज, आज यो चाहिँ हनी मोबाइल पसल हो है। यहाँनिर चाहिँ रेडमी नोट 7 को बोर्ड चाहिँ रिपेयरिङ हुँदैछ र यहाँ चाहिँ विशेष गरेर चाहिँ आइसी रिबलिङको काम भइरहेछ है गाइजहरू। आइसी रिबलिङको काम भइरहेछ। पावर आइसीको चाहिँ यहाँनिर चाहिँ प्रब्लम देखियो, लाइन केही पनि नआउने। त्यस कारणले गर्दा यो पिएम आइसीलाई चाहिँ रिबल गरेर बनाएको हो। यो रिपेयरिङ हुँदैछ यहाँनिर स्ट्यान्डमा हजुरले देख्नुभयो। यहाँनिर है यसरी यो हट एयर गनको मार्फत चाहिँ यसरी हिट गरेर चाहिँ बलहरूलाई रिमुभ के अरे क्लिन गरेर आइसीलाई रिमुभ गरेर बललाई चाहिँ रिबल गरेर हामीले फेरि त्यसरी राख्नेछौँ है। देख्न सक्नुहुन्छ तपाईँहरूले। यो चाहिँ अटोमेटिकली त्यसरी चाहिँ डेट भएको सेट हो क्या। यो चाहिँ खास यस्तो खालको चाहिँ यो पुरानो मोडल भएर पनि होला, पुरानो भएर पनि होला, अलिकति फास्ट नै चल्छ। ह्याङ त्यति हुँदैन र क्यामेरा चाहिँ एकदम मिठो आउँछ क्या यो रेडमी नोट 7 प्रो।